गाइस नमस्ते लस्सो फ्याफुल्ला। आज चाहिँ हाम्रो फ्यामिली के अरे मामा माइजू भान्जा भान्जी अनि नानी बच्चाहरू हामी चाहिँ तोबु ओल्ड स्क्वायर आएको। सो आज रमाइलो गरेर जानेछु सबैजना। हामी चाहिँ तोरी जाँदैछौँ। सो सेसन हुँदैछ हाम्रो फ्यामिलीको। लु मामा चाहिँ बस्नु हुन्छ। मामा चाहिँ यता बस्नु यो उ निकाल्नु दिनसँगै निकाल्नु अगाडि पनि रमाइलो लाग्यो फोटो सेसन। हानिसक्यो एउटा ल भाइ जङ्गल निकाल्ने ल हामी चाहिँ हिँड्दैछौँ भान्जा भान्जी हाम्रो फ्यामिली। चलो भिडियोमा चाहिँ राम्रो आएको छ। ल हाम्रो भान्जा चुइसन चाहिँ के निकाल्नु भने यहाँबाट खोइ होला कि हेर्नु त के हो। चुइसनको बाङ्गो हेरेन त बाङ्गो थियो र कहाँ बाङ्गो हुन्छ। जियो सल्युस आयो कि मेरो। भिडियो त राम्रै आछ। ट्रेन रहेछ है सानो यो त्यहाँ भएछ त राम्रो ट्रेन। पसन्द सानो सानो गाडीहरू पनि रहेछ। कोही त्यहाँ पुग्यो कोही यहाँ छ। कस्तो राम्रो बनाएको के आउनु फोटो सेसन हुँदैछ। खाओ ऐसे ही नीचे सुरुरु जान लाग्यो। नि कस्तो राम्रो रहेछ हुँदैन है कस्तो राम्रो रहेछ। यो सब एक्जिबिसन हल जस्तो रहेछ के हो नि है। टोकियो डोम टोकियो टावर यो नारिटा टर्मिनल 2 एयरपोर्ट उतातिर ऊ सामान लोड गर्ने ट्रकहरू पनि कुदिरहेछ। हो त नि रमाइलो रहेछ। रमाइलो रहेछ। आऊ ल आऊ डेभिड। के यिनीहरू मिल्दो रहेछ।
ए हो त नि हो त्यो बनाएर राखेको होला के बनाएर सिकिरहेछ नि अँ चस्मा चाहिँ ल्याउनु पर्ने रहेछ है हो सही आँखा होइन तपाईँ लाउनु न कहाँ मलाई कस्तो राम्रो देखिरहेछ मेरो त फोटो त के भयो भयो जापानको एकदम युमिनाहरू सबै रहेछ यहाँ माथि पनि हुँदैछ के रहेछ बेबी ट्राभलिङ टु पोखरा भनेर राख्नुहोस् ट्राभलिङ टु दुईजना यसरी हिँडिरहन्छ सेट भएछ दुईजनाको वाइट कहाँ गएको दोकैतान वाउ कस्तो राम्रो मामाको कस्तो ब्याट्री लो भयो राम्रो सबैजना बसिरहेछ जम यहाँ बस्ने हो तपाईँ त्यो अघि है आमा अघि है यहाँ कस्तो राम्रो छ हाम्रो ओ यहाँ चाहिँ हाम्रो ग्रुपमा प्यास लाग्यो मलाई कसले मलाई भन्नुपर्छ नि त कस्तो राम्रो मेरो बेबीलाई के भयो तर रमाइलो लाग्यो हो त नि ल मान्छे जाम भोक लाग्यो अरे बाबुलाई युज गर बोल्दै बोलेन अलिअलि क्यामेरा अलिक कालो आयो कि त्यही भएर म पछि पछि भइरहेको छु यहाँ कस्तो राम्रो है हो त नि सेम ल जाम हेरौँ न सबै जग्गा त हाम्रो जस्तो ए रहेछ आइसक्रिम के हो एसीमा जाम एसीमै खाजा खान लाग्दैछु यहाँ चाहिँ हामी
खै खासै मन लाग्छ नि 타코야키. छोरो नानो आमा कस्तो राम्रो रहेछ हो त नि कति राम्रो रहेछ तर अहिले त कस्तो राम्रो आएको मेरोबाट नि विश्व सम्पदा सूचीभित्र परेको हाम्रो फोटो खिच्नु पर्ने हो के हो यहाँ फोटो खिचौँ नानी तोबु किन म त्यति भन्छु बोक्नु छोरा आफै मैले के चाहिँ बोक्ने हो र हो त नि कस्तो आमा कति राम्रो कति आयो हो त नि ढुङ्गा रहेछ फोटो पनि खिच्नु पर्ने हामी खिचौँ न त भान्जी अब ऊ यहाँ पनि राम्रै हुन्छ होला यहाँ पनि राम्रै हुन्छ भयो बच्चाहरूलाई फ्रिडम छोडिदिउँ कि फोटोमा फोकस नगरौँ ऊ त मान्दै मान्दैन छाडा छोडिदिनु कि दुईजनालाई फोटोमा फोकस नगरौँ दुवैजना चाहिन्छ मलाई हाम्रो त होइन होला छोत्र देशको सबैको होला कि जस्तो लाग्यो हो यहाँ खिचौँ न हो ऊ त्यहाँ राम्रो हुँदैन यहाँ के आउनु भएको छ भान्जी आमामा पोज आमामा अर्को पोज कत्रा गर्छ ओहो स्पाइडरम्यान हो क्या उइ कहाँबाट आउँछ यस्तो भयो दादा र बहिनी खिच्न खिच्नु त
के रहेछ उसले बोल ए ढुङ्गा हजुर म चाहिँ यसो भिडियो हाल्नुपर्छ कि भनेर हो पछि पछि खिच्दै हो त ताजमहल भनेको चाहिँ यसलाई भने यसलाई हो बुढो इन्डियामा यस्तो अगाडि त्यो अब आग्रा भन्ने ठाउँमा छ नि ताजमहल म त्यही बसेको थिएँ कि त्यही बाबाहरू मलाई थाहा छ कस्तो राम्रो ठाउँ के गर्ने हो त के हो र यो कुन हल्लाउने हो र सबै हेरिरहेको छ वाच भइरहेको छ कि नाच्छ त नाच्छ मेरो त ल इसामले नाच त पेरिस फ्रान्स सबै है अनेक रहेछ हौ के चिउँदा छ के नमुन रहेछ यहाँ होइन खै के रहेछ भन्ने टावर ब्रिज के हो लन्डन युके लन्डन ब्रिज भने यो होला यसरी के डेन्सी हराउँदा के हराउँदा खोल्ने खालको के ल के गर्ने सिपहरू चाहिँ बुझ्छ कि सिपहरू चाहिँ योहरू बुझ्छ र ए ऊ त्यहाँ ए यस्तो पो हुँदो रहेछ हुन्छ र ए हो रहेछ ए ओपन पनि हुने रहेछ यो यस्तो बाटो हो यस्तो हो नि उहिलेको चाहिँ यो चलचित्र खतरा हो त नि सिप आउँदाखेरि खुल्ने फेरि गाडी आउँदाखेरि क्लोज हुने बन्द हो त नि ठुलो बिचमा
この目の前のあたりを見ていただきますと、中国ということで、そしてこちらでございます。体重機ということで、前に猿と人間と葉っぱというのがありますね。このような感じで、各ではございました展示物になるところですが、その特के बनायो त有名なキャラクターを扱っておりまして、では、ご紹介どうぞ。近くで見てなかったら思っていただいて大丈夫です。ご紹介します。सायद ग्रेट वालको बारेमा भनिरहेको नि ग्रेट वाल छご紹介と同時に紹介いたしますのが、こちらの展示物、万里の長城のご案内となります。こちら万里の長城でございます。写真の始皇帝がそして写真の始皇帝が騎馬民族たち侵入を防ぐために作った城壁として作られておりました。そしてこちらの万里の長城でございます。आऊ न है आऊ सानो म त पछि भिडियोमा तपाईँ गीत भेट्छु ल हुन्छ मैले त्यो भिडियो हेरेको तर भोइस बोलेको चाहिँ छैन कस्तो राम्रो लाग्यो त्यही भएर म पछि पछि भइरहेको छु कुक छैन बोतलको त्यो चाहिँ के भिटामिन गर्मीको लागि चाहिँ एकदम बेस्ट बुढा मलाई निकाल्नु सिभन निकाल्छु दुईटा होइन यता 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 हाल्छ मलाई नि त्यही निकाल्नु भिटामिन नै सरी है म यो भिडियोले गर्दा म केही पाएन कि भिडियो गरिरहेको छु पछि 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 यो त यो चाहिँ हामी चेस भान्जी खोलिदिन्छु म तपाईँको धन्यवाद रिफ्रेस म फेरि एकैचोटि खानै सक्दिनँ छ नि है त नि भान्जा पनि आउँदै हुनुहुन्छ हो त नि नेपाल हाम्रो हो त त्यो बुद्धको स्ट्याचु छैन उबाट त मूर्ति यहाँनिर बुद्धको बारेमा लेखेको छ नि इन्डिया लेखेको छ इन्डियाको रे नि त है अनि अर्को त्यो बुढा एक दुईजना बुढाहरूले चाहिँ भनिरहेको थियो लुम्बिनी इन्डिया भनेको छ उनीहरूले लुम्बिनीलाई नै इन्डिया भनेको छ कि त्यसरी लेखेको छ थाहा हुनेले चाहिँ भन्दो रहेछ आमा कस्तो राम्रो हो यो ओहो ड्राइगन ट्राई गर्ने ट्राई गरे किबी स्पेस किबी खेल्ने ठाउँ पनि छ क्या दादा यो कोरियाको मामा साउथ कोरिया रहेछ नहेर्ने होला नहेर्ने नहेर्ने ल ल
गर्ने यहीँसम्म रहेछ चाइनाको चाहिँ धेरै ग्याप लिएरै बनाउने कि है उनीहरूको लागि चाहिँ अब झन् जे पनि चाइनै गर्छ हामी पनि अमेरिका भनेको मात्रै हो बुझ्यो नि त व्यापारमा त बुझ्यो चाइना छ त सबै छ छैन के छैन विश्वको व्यापारै चाइनाले अनि हो त अनि उनीहरूको लागि चाहिँ कति ग्याप दिएरै राखेको पर्ने यो अघिको मान्छे होइन यो ए हो रहेछ はい、ありがとうございます。では、お次ですね。もう一個、春日大社あります。ご紹介します。奈良の यहीँको टुरिस्टहरू जापानिजै हो हाम्रो नेपालीहरू हुन्छ नि टाढाबाट टाढा टाढाबाट ए कसै पोखरा जाने हो हामी पनि ग्रुपमा मिलेर जान्छौँ नि पोखरा त्यसको बारेमा बताएको कि अब यो चाहिँ एकदमै एउटा गाइड では、次ご紹介いたしますのは、こちらが春日大社のご案内となります。こちらの奈良にある建物でございまして、4体の神を祀るための建物と呼ばれております。そしてこちらの春日大社でございますが、人形ですね、見ていただきますと、結構たくさん出ておりますが、もう一度、その方を के ज्यादा अरे राम भान्जी त बसिसकेछ यहाँ त मिल्दैन के हो शीतलमा बसिरहेको छ अब पर्खे नानी बच्चाहरू इसामली कस्तो राम्रो भएको इसामली आऊ इसाम इसामली कामले होता है सबै खिच्नु पर्यो उयो Se ve que normal
त्यो चाहिँ यो कहाँ हार्वेस्टमा छ नि डेभिड छोरा आऊ अघि तलै थियो त नि ए त्यही होला पालै पालो हो sambil aja ए बन्द भयो है Look, look. Ito. नानीका खोइ लो हामी चाहिँ छुट्टिन लाग्यो मामा भन्छ बाई 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 मामा बाई बाई इभान्सी बाई बाई लु गए है लु मामा हाय